हेलो हेलो एभ्रिवान। आज चाहिँ हाम्रो गाउँमा बिहा छ त्यही भएर चाहिँ हामी बिहामा जाँदैछौँ। यो चाहिँ बाटोमा हो। दाजुहरू चाहिँ बिहामा गएर फर्किनु भएछ। ऊ माथि हो है बिहा हुने ठाउँ चाहिँ। यहाँ हेर्नुहोस् है, यो जग्गामा बिहा हुँदैछ। बाबा हाई भन्नुहोस्। हेलो। यता अरे छोरी यता उ ममा। यहाँ हेर्नुहोस् छोरी। छोरी हो। यता आऊ छोरी। हेलो बेबी। यो एक्लै हिँड्छ अरे छोरी। हिँड न यता आऊ आऊ। हिँड न छिटो। छोरी हेलो। छोरा फाइनली अब चाहिँ हामी बिहाघरमा पुग्यौँ हो। अन्त फर्स्टमा चाहिँ यहाँनिर लन्च गर्न लाउँछ नि त कि। अन्त सबैभन्दा मेन भनेको चाहिँ यही हो जग्गा। किन भन्दाखेरि मान्छेहरू यहाँ चाहिँ धेरै बेर बस्छ, गफहरू गर्छ, कति चिनेको मान्छेहरू भेट हुन्छ नि त। तल डिनर गर्नु जाँदाखेरि चाहिँ खासै टाइम स्पेन्ड गर्नु पाउँदैन। अन्त यहाँ चाहिँ 1.5 घन्टासम्म पनि बस्छ मान्छेहरू। छोरी के खानु भएको? अन्त सिक्किममा चाहिँ फेमस छ नि यो जेरो हनीगम हो। त्यहाँदेखिको हाब्जेहरू, फ्रुट्स छ, चिप्स छ हो। अन्त यस्तो सिस्टम चाहिँ उता नेपालमा चाहिँ छैन हो। यता वेस्ट बेङ्गाल साइडमा पनि छ जस्तो लाग्यो। एन्ड दिस इज बुङचिपा, माई फेभरेट। अघि पनि मैले भने हो। अन्त म चाहिँ पुरा बेसी घरमा पनि बनाएर खान्छु यो चाहिँ। हेलो। विवाहमा भेटेको राम्री बहिनीहरू छ है। कसै बादरहरूले सम्पर्क गर्न सक्नुहुन्छ भन्नु। हामी चाहिँ खाना अब चाहिँ हामीले नास्ता गरिसक्यौँ। अन्त चाहिँ अब हामी सिफ्ट हुँदैछ। बाबा यता पनि खाजा हो सबै हेरेर ल। यहाँ हेर्नुहोस् मलाई डाउट भयो। आफ्टर लन्च हामी चाहिँ यहाँ मुनि डाइनिङ हलहरू पनि मुनि नै थियो। अनि त्यहाँदेखिको बेहुला बेहुलीको मण्डप पनि यहीँनिर थियो। सरो लेख्ने जग्गाहरू सबै यहीँनिर थियो हो। अलिक पहाड एरिया, यो हिल्ली साइड, हिल्ली एरियातिर चाहिँ के हुन्छ भन्दाखेरि अलिक यो के भन्छ कम्पाउन्डहरू ठुलो हुँदैन नि त। अनि त्यहाँदेखि अलिक चेपचाप हुन्छ, अलिक सानो साँगुरो हुन्छ। अलिक बेसी मान्छेहरू भयो भने चाहिँ अट्दैन नि त। अन्त त्यस्तो हुन्छ हो। अनि हामीले पनि यहाँनिर लेख्ने सेक्ने कामहरू गऱ्यौँ। भन्दा पनि फर्स्टमा हामीलाई खाना खानु लाग्नु भयो जस्तो लाग्यो। त्यसपछि अब यहाँनिर छ डाइनिङ हल, खाना खाने। यता पाहुनाको लागि हो, मेन गेस्टको लागि। अन्त यहाँनिर चाहिँ जेनेरलको लागि हो, जो चाहिँ गाउँको मान्छेहरू बोलाएको हुन्छ नि त, हामी जस्तै निम्तो उनीहरूको लागि यहाँनिर छ। हेर्नुहोस् है, एकदमै कति मान्छेहरू यहाँ बुफेको लागि बुफेमा बसिरहनु भएको छ। डेलिसियस आइटम्स छ हेर्नुहोस् है। खानु अन्त गफ लगाउनु चाहिँ शरम नमान्ने मान्छे चाहिँ म हो।
अन्त हामी चाहिँ टर्न गर्दै खानुपर्छ नानी सानो भएको कारणले सो मैले फर्स्ट खाएँ अन्त मेरो छोरीले चाहिँ दही यति बेसी मन पराएको नि हो पुरा बेसी खायो गरम थियो नि त हो अन्त गरममा चाहिँ दहीले शीतल बनाउँछ मेरो छोरीले चाहिँ पुरा मन पराउँछ उसले त नखाने चिजै छैन सबै खान्छ छोरी नानी आऊ मेरो फोनको पछि त्यहाँदेखि चाहिँ यहाँनिर फोटो सेसन थियो हो फोटो खिच्न लगाएको बहिनीले चाहिँ भिडियो गर्दैछ बट राम्रै भयो अन्त यो पछाडि हामीले फोटो खिच्दै नै पर्यो कि बिहामा चाहिँ मेरो छोरीले ऊ जस्तो साथी भेट्यो नि त कि अन्त दुईजनालाई चाहिँ जिस्काइदिएको हामीले हेराहेर गर्दो रहेछ सानो नानीहरूलाई चाहिँ नानी नै मनपर्छ नि त कि अन्त ऊ जस्तै रहेछ झन्डै सँगसँगैको होला कि अन्त पुरा कस्तो खुसी भएको नि दुईजनै अब चाहिँ हामी गएको है फर्किँदै गरेको लाऊ मेरो छोरी पनि बिहा खाएर आइपुग्यो आउँदैछ घर जाँदैछ नपक्रिनु रे आफै हेर्छ अरे हेर्नु न खुट्टा हेर्नु न नो 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 बेबी आफै हेर्छ अरे ल आफै हेर